चितवन नेसनल पार्क नेपाल। ल चढिहाल्नुहोस् है। र यो हाम्रो चाहिँ लगभग 40-45 मिनटको चाहिँ हुन्छ यो सफारी। हजुर अब स्पेसली चाहिँ क्यानिङ ट्रिपबाट हामीले चाहिँ देख्न सक्ने भनेको 2 किसिमका गोही लगायत चाहिँ यहाँका नेटिभ बर्डहरू अनि माइग्रेट बर्डहरू चाहिँ हामीले चाहिँ देख्न सक्छौँ है। जस्तो पानी फ्लो बढेको जस्तो देखिएन। अब झर्ने टाइम आयो हाम्रो। सानो राजाहरूले पालेको चाहिँ रिसोर्ट। 1976 तिरको यो रिसोर्ट। अर्जुन हामी अब मिलनमा रिस्ताई दुबेस भएर बोट सफारी गर्नु सौराहा चितवन नेसनल पार्क नेपाल। हामी चाहिँ अब यहाँ आयौँ एकजनाको 850 रुपियाँ पैसालाई जज नगर। यहाँ भन्न पनि युट्युबमा हाल्दा देखाउनु पर्न। मरद छ त घुमाइ त अरू ग्रुप नै हो। हजुर ठ्याक्क हामी चाहिँ अब बोटमा कलर चढ्नुहोस् है तपाईँ अगाडि बस्नु ढकाल्नुपर्छ। बिचमा है सेन्टरमा बस्नु सेन्टरमा मिड पोइन्टमा है बोटको अर्कोमा जान्न अर्कोमा त्यो चेयरमा ढकाल्नु पर्ने छ। उहाँहरू बस्नु भएको नि त्यस्तै गरेर है अगाडि बस्नु भन्नुभयो तपाईँ। ल चढिहाल्नुहोस् है। के भन्नु एक्सप्लेन गर्नुभएको के। अब सबैजना बोल्यो भने एकदम लाउड साउन्ड आउँछ डिस्टर्ब हुन्छ है। अस्तिको जस्तो चिच्याउनु भएन। अहिले जुन हामी यो बोटिङ गरेर आयौँ नि सर यो बगेको नदीलाई चाहिँ ढुङ्ग्रे रिभर भन्छ। बोथ साइड जङ्गलको बिचको बगेको नदीमा चाहिँ अहिले हामी बोटिङ सेयर गरिरहेको छौँ। र यो हाम्रो चाहिँ लगभग 40-45 मिनटको चाहिँ हुन्छ यो सफारी। हजुर अब स्पेसली चाहिँ क्यानिङ ट्रिपबाट हामीले चाहिँ देख्न सक्ने भनेको 2 किसिमका गोही लगायत चाहिँ यहाँका नेटिभ बर्डहरू अनि माइग्रेट बर्डहरू चाहिँ हामीले चाहिँ देख्न सक्छौँ है। अब अहिले चाहिँ पानीको लेभल एकदम कम छ। बर्खा सिजनमा चाहिँ पुरै पानी भरिन्छ हेर्नुहोस् है। धेरै ठुलो एकदम हाईमा हुन्छ पानी। अब जङ्गलतिरै पुग्छ पानीहरू चाहिँ। अब यतिखेर चाहिँ अब पानीहरू खासै परिरहेको छैन। बर्खा सिजन चाहिँ होइन त्यही भएर पानीको लेभल एकदम कम छ। र बोटिङ गर्ने क्रममा हातहरू चाहिँ पानीमा नराख्नु होला किनकि यहाँ चाहिँ अब कहिलेकाहीँ गोहीहरू पनि नजिकै आइरहेको हुन्छ होइन। नजिक पनि पुगिरहेको हुन्छौँ हामी चाहिँ अलिक खतरा हुनसक्छ। अब यो घडियाल र मगर गोही भन्ने पाइन्छ यस रिभरमा। घडियालको चाहिँ लङ पोइन्टेड स्नाउट एकदम न्यारो र सिलिन्डर बिल हुन्छ त्यसको चाहिँ। र त्यसको मेन फुड भनेको माछा मात्रै खाने गर्छ। अब त्यस्तो एनिमल्सहरूलाई भनौँ मान्छेहरूलाई चाहिँ हार्म गर्दैन। त्यति चाहिँ एग्रेसिभ चाहिँ हुँदैन तिनीहरू चाहिँ।
अब त्यसलाई चाहिँ डिस्टर्ब गर्न गयो भने समात्न गयो भने त्यसले आफ्नो बचाउको लागि चाहिँ पुच्छरले चाहिँ हान्ने गर्छ है किनकि लङ पोइन्टेड स्नाउटको कारणले त्यसले चाहिँ बाइट गर्न सक्दैन हन्ट गर्न सक्दैन अनि उसले चाहिँ टेलबाट चाहिँ हान्ने हो टेल चाहिँ अलिकति त्यसको पावरफुल एकदम सार्प हुन्छ र घडियाल गोही भनेको चाहिँ अलि दुर्लभ है इन्डेन्जर स्पेसिस अब धेरै समय पहिला चाहिँ के थियो भन्दाखेरि घडियाल गोही जम्मा 57 नम्बर अफ थियो है 1978 मा चाहिँ घडियाल कन्जर्भेसनको सुरुवात भयो कसरा भन्ने ठाउँमा चाहिँ घडियाल कन्जर्भेसनको सुरुवात भयो कसरा भनेको हेड क्वार्टर चितवन नेसनल पार्क हो त्यहाँ चाहिँ बच्चाहरू चाहिँ याच गराउने गर्छन् हैन अनि बच्चा अलि ठुलो भएपछि उसले आफ्नो सेल्फमा माछाहरू समात्न सक्ने भएपछि फेरि चाहिँ नेचरमा ल्याएर चाहिँ छोड्ने गर्छ अहिले चाहिँ राम्रो पपुलेसन छ घडियाल गोहीको किनभने ब्रिडिङसँगै भएको कारणले र हाम्रो यहाँ के छ भन्दाखेरि अहिले सिजन भनेको अन्डाको गोहीहरूले चाहिँ सुक्यान्डहरूमा चाहिँ क्यान्डाइङहरूमा चाहिँ अन्डाहरू दिने गर्छन् र यहाँ त तपाईँको लोकल स्थानीय बोटे मान्छेहरूलाई चाहिँ लाइसेन्स दिएको हुन्छ फिसिङ गर्नलाई तिनीहरूले चाहिँ क्रोकोडाइलको नेस्टहरू लोकेटेड हेरिरहेको हुन्छ भनौँ न अनि त्यो अन्डाहरू चाहिँ कलेक्ट गरेर लान्छन् उहाँ ब्रिडिङ सेन्टरमा ह्याचिङको लागि चाहिँ अनि त्यसपछि त्यो ह्याच भइसकेपछि बच्चाहरूलाई फेरि अलि ठुलो भएपछि नेचरमा चाहिँ ल्याएर छाड्ने गर्छन् अब खासै त्यस्तो डिप छैन सर कतै कतै चाहिँ अब तपाईँको चाहिँ 7-8 फिटसम्म छ 8 फिट फेरि कसैलाई पुडी खेल्न आउनु होला म त पुडी खेल्न आउनु ठुलो होल चाहिँ त्यो किङफिसर भन्ने चराहरू चाहिँ बस्ने गर्छ किङफिसर हजुर नेस्टिङ होल हो अब यो मनसुन हुनुभन्दा अगाडि बच्चाहरू यिनीहरूले कोरलमै होइन ह्याच गरेर चाहिँ यिनीहरू बर्खा लागेपछि अन्त्य मुभ हुन्छ अनि नि मान्छेलाई के गर्दैन गोहीहरूले गोहीहरूले अब नजिकै भेट्यो भने त पान्छ झन्दिन्छन् सर खाइदिन्छ अब जस्तै यहाँ फिसिङ गर्न आउने क्रममा अब माछाहरू मार्नलाई त अलाउड त छैन संरक्षण एरिया होइन अब कहिलेकाहीँ के हुन्छ भन्दाखेरि मान्छेहरू लुकी छिपी चाहिँ माछाहरू मार्न आइरहेको हुन्छ त्यस्तो माछाहरू मार्ने क्रममा चाहिँ अब गोहीबाट घाइते भएको होइन अब जनावरहरूबाट चाहिँ त्यस्तो घाइते भएको केसेसहरू धेरै छन् यहाँ त्यस्तो घटनाहरू धेरै घटेका छन् माछा टन्नै रहेछ माछा छ सर यहाँ प्रशस्तै छ माछाहरू गएको छ क्या मोबाइल फोटो खिच्दिउँ नि त हाम्रो यता अलि यहाँ 8 बजे जिप सफारीमै जाने हो होइन हिँडेरै हिँडेर काँडदेखि यहीँबाट हजुर हामी यहीँबाट हिँड्दै जान्छौँ हामीलाई होइन क्या अर्को नै भन्नु खोजेको वाकिङ जानु वाकिङ जाने जङ्गल वाकिङ जानेहरू चाहिँ त्यसरी गराउँछौँ भन्नु कति छ नि वाकिङको हजुर कति छ नि वाकिङको चार्ज 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 अब त अब एकजना हो भने त अलिकति महँगै पर्छ ग्रुपमा भयो नि ग्रुपमा भयो भने सस्तो पर्न आउँछ तपाईँले एकजना नै लानुहुन्छ राम्रो त मैले अस्ति एकजनालाई लिएर गएको कति पर्छ एकदम त्यो विदेशी पाहुना तपाईँको हात्ती चढ्यो फुल डे जिप सफारी गर्यो नदेखेर चाहिँ होल डे वाक गऱ्यो कति छ नि होल्डेको चार्ज हजुर वाकको एकजनालाई चाहिँ तपाईँको चाहिँ 5-6 हजारै भेट्छ ग्रुपमा गयो भने ग्रुपमा गयो भने 3-4 हजार त्यस्तै पर पर्सन 2-3 हजार गयो अब यिनीहरू काम चाहिँ त्यतिको छैन भनेपछि अनि काट्याहरू अनि तलतिर बस्छ हजुर जनावरले भन्दैन सर स्थानीय त्यो त हो नर्मली अब थाहा छ माछाहरू चाहिँ गर्ने यस्तो धेरै माछा पानीलाई कलेक्ट गरेँ क्या मतलब बटमै टच हुन्छ नि त माछा कति धेरै छ
किङफिसर है यो खै। साउन्ड गर्दा ए किङफिसर बियर ओहो यहाँ त बनाउने हामी घरमै उतै हो अहिले तल एउटा रिजोर्ट छ बन्द छ त्यहाँ ड्रप गरिदिन्छ क्या हामी एकछिन वाक गरेर ए सबै फोन गरेँ भने मैले गर्नुलाई यसलाई त थियो भन दाइ ए भोलि आइजान्छु भनेको अब कुन चरा जस्तो होइन होला हो यहाँ त मजा आउने जस्तो दाइले प्लेन जाँदा त बसमा जाँदा यस्तो लाग्छ प्लेनमा छाड्दा त बसमा यस्तो लाग्छ दाइले जस्तो पानी फ्लो बढेको जस्तो स्पिड रहेछ यहाँको ठाउँको चाहिँ लिनुपर्छ कि अनुभव एक्सपिरियन्स लिनुपर्छ कि बढ्छ नभए बिस्तारै मेरो गर्थ्यो पनि त के छ र हजुर त्यो गाडीमा आउने हो सर गाडी हामी जाने यता हो के त लेफ्ट कि राइट हामी त राइट साइड राइट साइड खोला हो यो चर्नी खोला भन्छ त्यसलाई दाहिने साइड त्यसलाई के भन्छ अरे किचर्नी खोला यता यो त यो ढुङ्गे खोला यहाँ जोइन भयो यहाँ चाहिँ अलिक गइरहेछ पानी गइरहेछ पानी मुनि मुनि हेर दिनुहोस् पाइन्छ घडियाल कि दुइटै पाइन्छ दुइटै पाइन्छ हजुर घडियाल र त्यो मगर घडियाल यी माछा आउँछ कि घडियाल अहिलेसम्म चाहिँ एउटा नि गयो देखेको छ ठिकै यो फेरि धेरै भिडियो नगर भनेको भिडियो मैले यहाँ गरेको तिमी पानीहरू खानालाई चाहिँ यहाँ यहाँ यो चितवन स्टेसनको त वहाँसम्म छ क्या होइन जोइन यो बिहारसम्म तल त्रिवेणीसम्म माथि चाहिँ पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ इन्डियासँग कनेक्ट छ राइनोको लागि नै फेमस हो हामी त अस्ति 464 कतिवटा हारे होइन हजुर 464 चिज 694 हामी अस्ति उहाँबाट त्रिवेणी रोड गर्थ्यौँ कि यसो अलिअलि हिँड्ने पाटे बाग छ सर 128 छ 128 चितुवा त कति आउँछ चितुवाको चाहिँ त्यस्तो अब काउन्टिङ चाहिँ हुँदैन अलिक डिफिकल्टै हुन्छ कि काउन्ट गर्नलाई तर टाइगर भन्दा अलिक लेस नै छ त्यो साँपबाट बनाइन्छ टुली भन्ने रुखबाट बनाइन्छ खान्छ तर धेरै समय लाग्छ सिमलबाट पनि बनाइन्थ्यो अहिले सिमलको रुखहरू काट्न देखाएन अनि त्यही भएर यो पुरानो ढुङ्गाहरूलाई चाहिँ रिकभर गरेर चलाइरहेको क्या त्यसलाई चाहिँ हामी हिँड्ने कति घन्टा भयो कति टाइम हो हजुर हामी हिँड्ने कति टाइम हो 35 मिनटमा अझै एउटा गइदिएको छैन देखियो पो आफूले देखेर थम्बनेल
हेर्छौँ मतलब त्यो बाटो गएर हिँड्छ कि मेरो यो जग्गा हिँड्छ सर हजुर सबै हिँड्छ क्या दाम पनि हिँड्छ घरै आउनु बाटोमा कस्तो पऱ्यो बाटोमा हिँड्यो होला हात्ती गइरहेको नागो लुकेर गइनै देख्छौँ अब चाहिँ गई सही देखिएन अब झर्ने टाइम आयो हाम्रो निस्किन्छ होला है बल्ल खै तरिका होला साइडमा गएर म त ज्याकेट हरियो गाडी सो के गर्छ म छैन नि ए उता रहेछ खै यो चाहिँ गयो ए सानो त्यहाँ रहेछ देखियो एउटा बस 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 हल्ले ढुला हल्लियो सुस्तो मैले एउटा फोटो हाल्दै अगाडि एउटा बाइक मेरो हान्दिनु पऱ्यो नि गएपछि एउटा बल्ल सानो गइदेखि पुग्छ लाग्छ सर स्टाफ गर्नु होला यसरी आएको त सिधै यसो पानीबाट हो यहाँ हेर्नु यहाँ गाडी ए हामी देख्नु पाइएन खोइ त्यो साइड गर्नुहुन्छ उतै माथि अगाडि यहाँबाट 15 मिनट अब यहाँबाट 10-15 मिनट हिँडेर हिजो ब्रिजै माथि नै सर यही निस्किन्छ नि यहाँबाट 10 मिनट टाइम हुन्छ भिजा हेऱ्यो बाघौला खै पुरानो रिसोर्टिङ भयो क्या त्यो किन बन्द भयो यार यो नचलेर त होइन केही न केही भएर बन्द भयो होला यो पुरानो रिसोर्ट यो कुन चाहिँ भित्र भयो भने भिडियो त गऱ्यो नि यो त राजा अरूको पाल्यो होइन महेन्द्र मरेको यहाँ कहाँ हो दियालो बङ्गाल यहाँ होइन अर्को अर्को जग्गा महेन्द्र मरेको यति हो नि राजा महेन्द्र रोल रिसोर्ट होइन दाइ उता अरे मनिसको त पूर्व जाने बाटोतिर हो आफ्टाडीतिर होइन आफ्टाडीतिर होइन ए त्यही भएर त्यसै आउनु पर्छ घुमाए कसरी हुन्छ त्यही भएर आउनु पर्छ मेरो त मनिस के भयो भन्नु त ऋषि दाइले मैले घुमाएँ भन्दा नि पैसा हाल्दै भन्दा होइन भन्छन् के पैसा होइन मान्छे साथ सपोर्ट हो के दाइ ठुलो कुरा पैसा भन्नेको ठुलो कुरा होइन हाम्रो के दुईटा भाइहरू छुट्यो यार आएन पनि छुट्टै ठिक छ के गर्नु त अब आफ्नो मन नभएकोलाई त तपस्या गरी भयो होइन पहिलाको यस्तो यो राजाहरूको पालेको चाहिँ रिसोर्ट 1976 तिरको यो रिसोर्ट कति सालले खर्च गर्छन् तपाईँको त अहिले त पहिला जस्तो छैन एकदम बाटो भइसक्यो ब्रेक एजेन्सीको चाहिँ
लाठी के बाठो गराउँछन् कि यहीँ हाम्रो नेपालीले चाहिँ कम्पिटिसन गराइदिन्छन् अनि बाठो त्यसरी भएको सबै ठाउँ रेट एउटै हुनुपर्छ क्या एउटै हुनुपर्छ कि विदेशमा हेर्नु जुनसुकै ठाउँमा एउटै हो रेट तपाईँले 850 भन्नु त्यो अगाडि 1100 भन्नु थोड़ी दवा लेन और दे यो गर्नु भएको थियो महेन्द्र सरकार ल्याएर हैन के रहेछ नाम अहिले के छ अहिले चाहिँ एनटिएनसी भन्ने चिनिन्छ अहिले नेपाल सरकारले लियो होला नि त पहिला यो चिकन नेसनल पार्क पनि गोल्ड चिकन नेसनल पार्क हो पछि अहिले चिकन नेसनल पार्क मात्रै भयो राजा होटेल हो राजाको पालामा इन्टरनेसनली साम थियो कि दाइ हो कि नै होला न अब मोदी हेर्नु न अहिले तपाईँको यसले टक्कर दिन्छ यार अमेरिकाको राष्ट्रपतिलाई यार हाम्रो छिमेकी देश हो नि पहिला नेपाली त फुर्र हुन्थ्यो भनेपछि अहिले साला पिसा फेरिदिन्छ टाउसँग हो त्यो त त्यही हो नेता जतिलाई हैन पहिला एउटा राजा थिए अहिले सबै राजा भाइ त्यो सुरा थिए वीर थिए जेसरी पनि लड्न डराउनु थिएन अहिले अब आफू लडेन भित्र आन्तरिक त्यही हो बल झगडाले गर्दाखेरि त विश्वले हेर्यो नि त यसको बाग देखिन्छ खाली जङ्गल पसेर आएको डाक्टर महेन्द्र राजाले स्थापना गरेको हैन त्यो भयो होला त लगभग अब हात्तीको आशीर्वाद महेन्द्र राजमार्गको डेथ भएपछि मजा आयो भन त के रे महेन्द्र राजाको डेथ भएपछि अब आफै मास्तिर गयो के ए हो ओके ना तो तार मान पावर के लेख्यो त्यहाँ आखिर जेलमा सुनियो यो चाहिँ महेन्द्र सरकारले बनाएको होला ठिकै हो क्या त जङ्गल घर जाने हो होइन सिधै जाने होला जङ्गलबाट गयो के हुन्छ ढिला हुन्छ पिछासँग जानु जान्छ कसरी हामी जानु पर्छ जानु परेकै जान जानी रहेछ त है तर फोन आसी आत्ते जानी नि के जल्दी काम शैतान का पहले हांसी के अंदर घोडा है घोडी यो घोडी छ घोडा त बदमास हुन्छ नि हामी जस्तो देखे पनि त उतै लाग्छ के अनि कन्ट्रोल गर्न गाह्रो के छ यस्तो लाग्दैन घोडाहरू कति वर्षसम्म को भयो यो रेसमा नयाँ वर्षदेखि उद्घाटन गरेको अहिलेको मर्लै नि त घोडाहरू नयाँ वर्षको दिनमा उद्घाटन गरेको पर्दैन हाम्रो डाक्टरले घोडा पनि हामी चाहिँ नेपाली बुझ्दैन अहिले बुझ्छ कहाँ ल्यायो इन्डियाबाट आउँछ